केपी ओली अहिलेका अख्तियारका प्रमुख, त्यसैगरी आर्जु राणा, त्यसैगरी राजेश बज्राचार्य लगायत धेरै अरू पनि व्यक्तिहरू जसको स्पष्ट रूपमा अडियो भिजुअल प्रमाणहरू नक्कली भुटानी शरणार्थी काण्डमा उहाँहरूले रकम लिन खटाएको, पठाएको, पाएको, दिएको हिसाब किताबहरू प्रस्तुत गरेको सम्पूर्ण कुराको प्रमाण देखाउँदा पनि र जाहेरी दरखास्तमा पनि, अभियोग पत्रमा पनि, अदालतमा आएर बकपत्र गरिदिने सबैले, अरूले बयानमा पनि, प्रतिवादीहरूले पनि उहाँहरूले पनि लिएको खाएको हो भनेर भने पनि एक पटक पनि अदालतमा बोलाएर उहाँहरूको बयान लिएन। जबकि हामीले अदालतमा उहाँ न्यायाधीशहरूले नै योभन्दा पहिला पटक पटक अरू सर्वसाधारणको सवालमा चाहिँ फलानुले पनि यसो गरेको हो भनेर पोलेको आधारमा मात्रै बोलाएर जेलै पठाएका फैसला नै देखाइदिउँ उहाँ श्रीमानहरूले नै, त्यही काठमाडौँ जिल्ला अदालतका। तर यहाँ चाहिँ बोलाइएन। यो सीधा पक्षपात हो।